नेप्सेले धेरै दिनको यो फल पछाडि चाहिँ यहाँनिर फाइनली यो ठाउँमा चाहिँ थोरै ब्रिदिङ रुम पाएर यो एउटा क्यान्डल चाहिँ राम्रो बनाएको देखिन्छ। तर अब के क्वेसन इज के अब नेप्से चाहिँ रिकभर गरिहाल्ने हो कि होइन, अथवा अझै केही टाइम लिने हो भनेर नम्बर 1 हामीलाई थाहा हुन जरुरी छ। अनि नम्बर 2 चाहिँ हामीले अहिले इन्ट्री गरिहाल्ने बेला भएको हो कि अझै केही समय चाहिँ वेट गर्नुपर्ने हो, कन्फर्मेसन लिनुपर्ने हो। यो दुईटा की कुरा छ। सो यो दुईटै की कुरालाई आजको हामी यो भिडियोमा डिस्कस गर्छौँ। सो लेट्स स्टार्ट है त। नमस्कार सबैजनालाई, यो हाम्रो नेप्से विकली मार्केट अपडेट। यो मार्केट अपडेटमा चाहिँ हामीले हजुरहरूको नेक्स्ट विकको लागि चाहिँ अप्रोच के हुनुपर्छ भनेर डिस्कस गर्छौँ है त। सो अहिले हामीले एउटा बेस के बनाउन जरुरी छ भने सबैभन्दा सुरुमा कुरा, हामी धेरै टेक्निकल एनालिसिस गरेर प्रिडिक्सन गर्न खोज्दैनौँ क्या मार्केटलाई। डु एनिथिङ, कहिले पनि मार्केटलाई प्रेडिक्ट गरेर सकिँदैन, किनभने मार्केटले कति तरिकाले एक्ट गर्छ, रियाक्ट गर्छ। सो त्यो कसैलाई पनि थाहा हुँदैन कि कसैले गर्न सक्ने कुरै होइन त्यो। इन्स्टेड वी टेक अ रियाक्टिभ अप्रोच। हामीलाई पैसा कमाउनको लागि प्रिडिक्सन गर्न जरुरी छैन, रियाक्सन एनालिसिस गरेर रियाक्सन गरे पुग्छ। एनालिसिसलाई त्यो एनालिसिसको ठाममा राख्ने क्या, कुड बी रङ कुड बी राइट, त्यो वाला हुन्छ कि 50-50 भनेर जाने तपाईँहरू एनालिसिसलाई। सो नाउ भोलिको दिनमा गएर हाम्रो गोल के? हाम्रो गोल पैसा कमाउनु, ट्रेड गरेर अथवा इन्भेस्ट गरेर पैसा कमाउनु हो भने हामीले के गर्नुपर्छ? नम्बर 1, हाम्रो तर्फमा मार्केट डाइरेक्सन हुनुपर्छ। मार्केट डाइरेक्सन भनेको के? मार्केट ट्रेन्डमा हुनुपर्छ। अब यहाँनिर तपाईँले हेर्नुहोस्, मार्केट ट्रेन्डमा कतिखेर आउला? यो अहिले ट्रेन्डमा छ, 1 डे लेभलको होइन, त्यो खालको टाइम फ्रेममा चाहिँ हामीले यो माथि आएर तल आएर खासै धेरै फरक पर्दैन, एकदमै छिटो चेन्ज हुने हुनाले त्यसरी चाहिँ हेरेर हामीले ट्रेडिङ गर्न सक्दैनौँ। त्यही भएर एटलिस्ट हामी सर्ट टर्म टाइम फ्रेम भनेको पनि नर्मल जुन हामी हायर हाई एन्ड हायर लो भन्ने कुरा गर्छौँ नि, त्यो स्ट्रक्चरमा एटलिस्ट आउन खोजेको स्टक्स अथवा आउन खोजेको नेप्सेलाई चाहिँ हामीले राम्रो मान्छौँ। सो अहिलेको लागि हामीले ट्रेड गरेर राम्रोसँग पैसा कमाउनु छ भने चाहिँ त्यो दिने जोन कुन हो त भन्दाखेरि यो जुन जोन छ, यो जोनभन्दा माथि गयो भने चाहिँ त्यसले दिन्छ है त। यसरी हेर्नुहोस्, यो जोनभन्दा माथि यो नेप्सेले चाहिँ यसो गर्यो भने, अब यो मैले ऱ्यान्डमली ड्र गरेको है, डोन्ट टेक इट एनी वे अदर है, यो यस्तै हुन्छ भनेर गरेको होइन। आई क्यानट टेल यु वाट विल ह्यापन होइन, मैले बस यो हजुरहरूलाई के भन्न सक्छु, कता गयो भने कस्तो रियाक्सन दिने भन्ने चाहिँ भन्न सक्छु, अनि त्यति गरे पुग्छ क्या। सो यस्तो हुनु पर्यो हाम्रो लागि होइन त। यस्तो हुनु पर्यो भने चाहिँ यहाँनिरबाट अब एक खालको ट्रेन्डमा जाने छ होइन। हजुरहरूलाई अलिकति अप्ठ्यारो लाग्छ यो हायर लोको कन्सेप्ट भने, जस्ट एउटा मुभिङ एभरेज मल्टिपल लगाएर हजुरहरूले हेर्न सक्नुहुन्छ। यो अलिकति थोरै कम्प्लिकेटेड जस्तो हुन्छ, तर यति त धान्न सकिन्छ कि हामीले यति त धान्नुपर्छ। यसलाई यसो गरिदिउँ, 3टा हुन्छ होइन, 3टामा चाहिँ 20, 100, 200, 20, 100 होइन, 20, 50, 200। माकेलाई मैले 5th यो 2nd, 4th र 6th लाई राखेको छु। 2nd, 4th र 6th लाई हो, त्यसमा चाहिँ 20, 50 र 200 छ। मार्केटले यो 3टै भन्दा माथि गइसकेपछि चाहिँ राम्रो हुन्छ भन्ने कुरा हो होइन। यो 3टै भन्दा माथि अहिले हेर्नु है त, यहाँनिर यो लङ टर्म ट्रेन्ड यसको नराम्रो भइहालेको छैन है, 200 भन्दा तल गइहालेको छैन, 200 बढै सपोर्ट लिएको छ, यो राम्रो कुरा नम्बर 1। नम्बर 2 भनेको यो 50बाट माथि पनि जानु पर्यो अनि 20बाट माथि पनि जानु पर्यो। सो एटलिस्ट तपाईँहरूले अब चाहिँ ठिक छ है, मार्केटमाथि जान सक्छ है भन्नको लागि चाहिँ योभन्दा अब यो 2800 को जोन काटेपछि यो 3टै भन्दा माथि बसिसकेपछि हेर्न थाल्नु हुने भयो। अनि सबैभन्दा राम्रो कन्फर्मेसन लिने भने चाहिँ यो हाइयरलाई ब्रेक गर्न थालेपछि, यो हाइलाई ब्रेक गर्न थाल्यो, यो हाइलाई ब्रेक गर्न थाल्यो, त्यसरी चाहिँ हुन्छ। अब यो भन्दै गर्दाखेरि चाहिँ मैले अहिलेलाई यो हटाइदिएँ, यो पनि हटाइदिएँ। माथि जान सक्छ भन्ने जुन पोसिबिलिटी म तपाईँहरूलाई देखाउँदैछु नि, माथि गयो भने यसो गर्नुपर्छ भनेर, तल गयो भने चाहिँ फेरि यो पनि हुनसक्छ है। दुवै साइडको पोसिबिलिटी छ होइन, दुवै साइडको पोसिबिलिटी छ।
अब हाम्रो लागि माथि गयो भने फाइदाको कुरा हो, त्यही भएर हामीले त्योपट्टि बायस हुनसक्छ क्या, होइन? त्यही भएर चाहिँ केही किनिहाल्नु भएको छ भने स्टप लस सबै गर्नुपर्छ। जेमा इन्भेस्टमेन्ट नै हो भने पनि स्टप लस गर्नुपर्छ, होइन? स्टक लेभलमा हेरेर एटलिस्ट 8 देखि 10% भन्दा माथि चाहिँ कहिले जाँदै नजानु। 5% काटेको राम्रो। त्यो जुन एउटा अङ्कल पोइन्ट भन्छ हामी चाहिँ, अङ्कल पोइन्ट भन्ने चाहिँ 8 देखि 9%, 10% त्योभन्दा माथि त कहिले जाँदै नजानु। त्यो चाहिँ त्यो जुन हामी नेपालीमा भन्छ नि, त्यो ढुङ्गामा तानेको त्यो लकीर, पत्थर कि लकीर केही त भन्छ त्यो इन्डियन अलिकति उसमा भन्छ, होइन? त्यस्तै कुरा हो क्या त्यो चाहिँ। त्यसबाट कहिले कट्दै नकट्ने हो क्या त्यो चाहिँ। 8% इज दि लास्ट थिङ, एकदमै लास्ट कुरा हो क्या त्यो भने चाहिँ, होइन? त्योभन्दा त्यसरी स्टप लसलाई लिनु होला ट्रेडिङ गर्दाखेरि चाहिँ, होइन? सो त्यो पनि पोसिबिलिटी चाहिँ राख्नु होला। हामीले माथि गयो भने फाइदा कमाउँछ भने माथिकै मात्र बायस राख्नु हुँदैन, तल गयो भने स्टप लस गर्नुपर्छ भन्ने पनि कुरा हो, होइन? सो यति हुँदै गर्दाखेरि अहिलेको जुन यो पोजिसन छ नि, यतिखेर आइडियल्ली यु सुड बी इन क्यास फर ट्रेडर्स है। यु सुड बी इन क्यास, क्यासमा बस्नु पर्थ्यो। यतिखेरैदेखि यहाँनिर केही अलिकति केही किन्या भयो भने यतातिर स्टप लस गरेर स्टक लेभलमा लगभग स्टप लस हुने जोन हो क्या यो। हेर्नु पर्दैन त्यो मार्केटलाई हेरेर कुनै कुनै चाहिँ अपोजिट कुद्छ नि भन्ने हो, तर 80% अफ द स्टक्स फलो द मार्केट। त्यो हुनाले स्टप लस गर्ने जोन थियो। अनि यतिभरि चाहिँ तपाईँहरू क्यासमा बस्नुपर्ने हो क्या, है? हाउ स्विट डज इट साउन्ड? यतिभरि चाहिँ तपाईँहरू क्यासमा बस्नुपर्ने हो। अब नाउ ट्रेन्डमा गएपछि तपाईँहरू फेरि यसमा इन्ट्री गर्ने, नयाँ नयाँ स्टक्सहरू हेर्ने, त्यो पनि प्रोग्रेसिभ एक्सपोजरको साथ है। प्रोग्रेसिभ एक्सपोजरको साथ। प्रोग्रेसिभ एक्सपोजर सर्टमा भन्नुपर्दा 2 लाखको पोजिसन, तपाईँको पोजिसन साइज चाहिँ 2 लाखको, एउटा स्टकमा 2 लाख लाउँछु भन्नुहुन्छ भने एकैचोटि 2 लाख नलाउनुहोस्, एटलिस्ट 50,000बाट थाल्नुहोस्, होइन? 50,000मा ठिक गरिरहेछ, स्टकले राम्रो पर्फर्म गर्दैछ भने त्यो स्टकमा थपे भयो, अथवा अर्को स्टकमा चाहिँ किन्दाखेरि अब 1 लाखमा जाने, 1 लाखबाट, अनि त्यसरी त्यसमा पनि राम्रो गऱ्यो भने 2 लाखमा। किनभने टेस्ट गर्दै गर्दै जाने कि एकैचोटि आफ्नो पैसालाई, ठुलो पैसालाई रिस्कमा राख्नु हुँदैन भन्ने कन्सेप्ट हो। ओके, सो आइडियल कन्डिसन अहिले गइहाल्ने बेला भएको छैन। हाम्रो कन्क्लुजन के आयो? अहिले गइहाल्ने बेला भएको छैन। अब ट्रेन्डमा गएपछि अनि प्रोग्रेसिभ एक्सपोजर लगाएर मार्केटलाई टेस्ट गर्दै मार्केटको रिजल्टले के भन्छ त्यो अनुसारले हामी बढाउँदै जान्छौँ। अब थोरै सब इन्डेक्सहरूलाई हेरिदिउँ। ब्याङ्किङ अलिकति धेरै तल त आएको छैन, यो जोनलाई होल्ड गरेछ है। राइट, यो जोनलाई होल्ड गरेछ। यो जोनलाई होल्ड गर्यो भने राम्रो। यो जोनलाई यसरी चाहिँ अब तल नजानु हो, होइन? यो पनि ब्रेक गरेर तल गएको भयो भने चाहिँ अलिकति निकै टाइम नै लगाउँथ्यो, होइन? हामीले के हेर्नु पऱ्यो? यसलाई चाहिँ ब्रेक गरेर माथि जाओस् भन्ने हेर्नु पऱ्यो। कुरा त्यति हो। अप ट्रेन्डतिर जाओस्, होइन? ब्याङ्कहरूमा लगानी छ भने राम्रो माथि चाहिँ लिडिङ स्टक्सहरू हेरेर लगानी गर्ने भनिन्छ। लिडिङ स्टक्सको बारेमा पनि कुनै दिन चाहिँ कमेन्ट गर्नु होला, हामी भिडियो बनाउला है। मेजरली हामी 2टा सब इन्डेक्स हेर्ने गरेका छौँ। 2टा सब इन्डेक्समा चाहिँ हाइड्रोलाई चाहिँ अलिकति इन्ट्रेस्टको साथ हेरिरहेको छु, किनभने यसले योवाला प्रिपरेसन पो गरिरहेको हो कि जस्तो लागिरहेछ मलाई। अब लाग्न चाहिँ लागिरहेछ, होइन? हुन्छ हुँदैन चाहिँ त्यो समयले भन्छ है। मलाई लागेको कुरा सही हुनुपर्छ भन्ने छैन। किनभने मलाई किन लागिरहेछ त्यस्तो भन्दाखेरि यहाँ माथि आएर यस्तो कम्प्रेसन गर्न खोज्दैछ क्या यसले। यहाँ माथि आएर चाहिँ कम्प्रेस गर्यो भने यो ब्रेक गर्न सक्छ भन्ने कुरा हो। यसको एक्जाम्पल चाहिँ म तपाईँहरूलाई यहीँ तल पनि देखाइदिन्छु है त। यो एउटा लेभललाई यसले कसरी ब्रेक गर्यो त? कम्प्रेसन गरेर ब्रेक गरे, माथि तल गऱ्यो कि माथि तल गऱ्यो, यसरी माथि तल। अनि यहाँ यो पोइन्टमा हेर्नु है, यो पोइन्टमा चाहिँ यहाँ तलसम्म पुगेन नि, यहीँ माथिसम्म रह्यो हो। यसरी कम्प्रेसन गर्यो अनि ब्रेकआउट गर्यो क्या। यसलाई चाहिँ ट्राइङ्गल प्याटर्न भन्छौँ हामी। एसेन्डिङ ट्राइङ्गल, सिमेट्रिकल ट्राइङ्गल हो। त्यस्तो प्याटर्न्सहरू चाहिँ कम्प्रेस हुन्छ। कम्प्रेस भएपछि चाहिँ फट्छ क्या त्यो। जसरी कम्प्रेस यहाँनिर चाहिँ एकै ठाउँमा धेरै बेर बसेर एकै ठाउँमा सानो ठाउँमा आइपुग्यो नि, अनि त्यो सानो ठाउँबाट आइपुगेपछि थिच्दै ल्याएर त्यो स्प्रिङलाई चाहिँ थिच्दै ल्याएर सानो ठाउँमा ल्याएर कम्प्रेस भएपछि त्यसलाई छोड्दा नि फुत्तै उफ्रिन्छ नि। त्यस्तै हुन्छ कि एउटा प्याटर्न भने चाहिँ त्यस्तो हो। द्याट्स वाइ आई लभ दिस प्याटर्न क्या।
इभन इन स्टक्स। त्यही भएर म प्याटर्न बेस्ड ट्रेडिङ भएको कुरा गर्छु होइन। यहाँनिर यो प्याटर्नबाट फत्तै छोडिदिएपछि चाहिँ यसरी उफ्रिन्छ नि, हो यस्तो हुनसक्छ भन्ने कुरा हो क्या। यो अगाडि अगाडि गएर पनि हेर्न सक्नुहुन्छ, नेप्सेमा पनि ठ्याक्कै यही प्याटर्न छ है। यो जुन यतिखेर नेप्सेमा पनि ठ्याक्कै यही प्याटर्न छ। सबै ठाउँमा चाहिँ यही प्याटर्न बनाएर जानुपर्छ भन्ने छैन, तर कम्प्रेसन चाहिँ हुन खोज्या हो कि भन्ने जस्तो चाहिँ यो लागिरहेको छ, देखिरहेको छ, लागिरहेको होइन देखिरहेको छ यहाँ। अब जे पनि हुनसक्छ, माथि गयो भने यहाँनिर यो ब्रेक गर्छ, यसलाई यो ब्रेक गरेपछि अनि हेरौँ होला तल जान्छ भने जान्छ है। त्यसरी कुरा गरौँ। सो एकदम इन्ट्रेस्टिङ भएको चाहिँ, इन्ट्रेस्टिङ देखिरहेको सबसेक्टर चाहिँ हो है हाइड्रो। तर सो अब आजलाई चाहिँ हामी यति नै गरौँ, भिडियो अलिकति लामो नि भइसक्यो। अब नेक्स्ट विकमा चाहिँ हामीले प्रायः दुईवटा मात्र सब इन्डेक्स हेर्ने गरेका छौँ। अरू कुनै सब इन्डेक्स हेर्नु, तपाईँको कुन सब इन्डेक्समा लगानी छ होइन, कुनैमा इन्ट्रेस्ट लागिरहेछ तपाईँलाई, कुनै राम्रो देखिरहनु भएको छ भने तपाईँहरूले भन्नु होला। म जस्तो एनालिसिस गर्ने काम मात्र गर्छु, एनालिसिस पनि के गर्छु र मैले एनालिसिस पनि गर्दिनँ है। वाट इज योर अप्रोच, कुन कुन लेभल चाहिँ पार गऱ्यो भने कसरी हेर्न सकिन्छ भनेर चाहिँ म त्यति भन्ने काम मात्र गर्छु होइन। एनालिसिस पनि प्रेडिक्सन पनि दिन्न क्या म, एनालिसिस गरेर त यस्तो होला उस्तो होला भन्नुपर्ने हो नि त, त्यो पनि भन्दैन है। सो एउटा प्र्याक्टिकल अप्रोचले हेर्न चाहनुहुन्छ चाहिँ त्यो सब इन्डेक्सको नाम चाहिँ कमेन्ट गरिदिनु होला। सो आजलाई यति नै भन्दाखेरि आजको यो भिडियो हजुरलाई कस्तो लाग्यो, यो अप्रोच कस्तो लाग्यो भनेर कमेन्ट गर्न नबिर्सिनु होला। यो कुन सब इन्डेक्सवाला पनि कमेन्ट गर्नु है, सब इन्डेक्स पनि कमेन्ट गर्नु होला। अनि यस्तै खालको भिडियोज चाहिँ हजुरलाई फेरि फेरि पनि हेर्न मन छ भने यो भिडियोलाई लाइक गरेर अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त। हस्, थ्याङ्क यू एभ्रिवान, सी यू नेक्स्ट विक है त।